ॐ नमः शिवाय। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः शङ्खपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थितः तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डलोत्तविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिधान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादवक्ष्यामि नारायणकथामिमं। नारायणं नमस्कृत्यं नरश्चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयते। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयते। अथ त्रयोदशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि पौष शुक्ल चतुर्दशीको दिन आयो। पार्वतीले श्री विष्णुको उपदेश अनुसार हात खुट्टाका नङ काटेर स्नान गरी पवित्र हुनुभयो। एक भक्त अनि एक चित्त रहनुभयो र पौष शुक्ल पूर्णिमाका दिनदेखि नित्य मध्याह्न कालमा श्री महादेवको पूजा गर्न लाग्नुभयो। महिना दिन पूरा भयो। माघ शुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार गरी श्री स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा जप ध्यान गर्न लाग्नुभयो। देवराज इन्द्रले त्यो समाचार पाएर देवताहरूसित भने, हे देवता हो, अब पापिष्ट तारकासुरको नाश हुने समय आयो। किनकि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाएपछि उहाँका गर्भबाट पुत्र जन्मनेछन्। तिनै कुमारले हाम्रो शत्रु तारकासुर दैत्यलाई मारिदिनेछन् अनि हामी अमरावती प्राप्त गरी राज्य सुख भोगौँला। फेरि इन्द्रले सोच्न थाले, महादेव त उत्तर पन्थामा गई काम क्रोध लोभ मोह त्यागी सम्पूर्ण इन्द्रियलाई वशमा गरी बस्नु भएको छ। अतः महादेवलाई तपस्याबाट च्युत गराई पुनश्च काम क्रोध लोभ मोहमा ल्याउने उपाय के छ? यति सुर राजाले भनेको सुनि देवताहरूले भने, हे देवेन्द्र, यो काम गर्न कामदेव बाहेक अरू कसैले सक्दैनन्। अतः कामदेव गई महादेवको हृदयमा काम बाण प्रहार गरेर आउनु। यति देवताहरूको कथन सुनि देवेन्द्रले स्वीकार गरी कामदेवलाई डाक्न तुरुन्त वायुलाई पठाए। वायु पनि तत्काल गएर कामदेवलाई इन्द्रको आज्ञा सुनाइ लिएर आए। अनि कामदेवले इन्द्रसँग मलाई के कामले डाक्नुभयो भनी सोधेपछि इन्द्रले भने, हे कामदेव, महादेव उत्तरा पन्थमा गई तपस्या गरिरहनु भएको छ। महादेव बिना यो संसारको रक्षा कसले गर्ला? अतः तिमी त्यहाँ गई महादेवलाई काम बाण हानी पुनश्च काम क्रोध लोभ मोहमा ल्याऊ। यति इन्द्रको आज्ञा सुनि हुन्छ भनी आफ्नी पत्नी रति समेत भई उत्तरा पन्थमा गए। हे अगस्त्य मुनि, कामदेव त्यहाँ पुगेर पहिले शिवलाई साष्टाङ्ग दण्डवत गरी सुरराजको आज्ञाले काम बाण कानसम्म खिची मर्मस्थल ताकेर प्रहार गरे। अनि महादेवले थाहा पाएर क्रोधित भई सहसा आँखा उघारेर हेर्नुभयो। आँखा खुल्ना साथ महादेवका तीनै नेत्रबाट अग्निका ज्वाला निस्की कामदेवलाई भस्म पारिदिनु भयो। तब कामदेवकी स्त्री रतिले आफ्ना स्वामी भस्म भएको देखि अनेक प्रकारले शोक गर्दै बिन्ती गरिन्, हे प्रभु, यो अपराध मेरा स्वामीको होइन, देवराजको आज्ञाले हजुरको हृदयमा काम बाण प्रहार गर्नु भएको हो। अतः हे जगदीश्वर, मदेखि प्रसन्न भई स्वामीलाई पुनर्जीवित गराइदिनु होस्। हे शम्भो, हजुर कस्ता भने दुष्ट जनको संहार र साधु जनको रक्षा गर्नुहुन्छ। यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हजुरको स्तुति गर्न शेषनाग र सरस्वतीले पनि सक्दैनन् भने म जस्तीले कसरी सक्नेछु? हे भक्तवत्सल, मलाई विधवा नतुल्याई मेरा स्वामीको जीवन दान दिनुहोस्। रतिले यसरी कामदेव भस्म भएकोमा विलाप गरेको र त्यसरी स्तुति गरेको सुनि महादेवलाई दया लाग्यो र आज्ञा गर्नुभयो, हे रति, यस जन्ममा अब तिमीले स्वामी पाउन सक्दिनौ। द्वापर युगको अन्त्यमा विष्णु भगवानले अवतार लिनुहुनेछ। तिम्रो स्वामी तिनै कृष्णका पुत्र प्रद्युम्न भएर जन्म लिनेछन् अनि तिमी दुवैको भेट होला। अहिले दुःख नमाने घर जाऊ। महादेवले यति आज्ञा भएको सुनि रतिले जो आज्ञा भनी शिवलाई दण्डवत प्रणाम गरी घर फर्किन्। त्यसपछि महादेवले सतीदेवीलाई सम्झी कहाँ जन्म लिन गइन् भनी ध्यान दृष्टिले विचार गर्दा हिमालय पर्वतकी पुत्री पार्वती भएर जन्मेको थाहा पाउनुभयो। पार्वतीले श्री महादेव स्वामी पाऊ भनी नाना तीर्थ व्रत जप तप आदि गरेको र विष्णु
विष्णुको उपदेशले श्री सुस्तानी परमेश्वरीको व्रत गर्न लागेको कुरा थाहा पाउनुभयो। अब तिनको चरित्र हेर्दछु भने देवेन्द्रको रूप धारण गरी हातमा वज्रले ऐरावत हात्तीमा चढेर पार्वतीले व्रत गरेको स्थानमा पुग्नुभयो। महादेव कस्तो समयमा त्यहाँ पुग्नुभयो भने सम्पूर्ण व्रत गरिसकी हातमा अर्घ लिएर हे ईश्वरी नित्य निरञ्जन निराकार स्वरूप हजुरलाई कोटि कोटि नमस्कार छ। सम्पूर्ण व्रत पनि तिमी, सृष्टि स्थिति संहार गर्ने पनि तिमी, पञ्चमहाभूत र सत्व रज तम गुण त्रिगुण पनि तिमी, यो समस्त ब्रह्माण्डमा आत्मस्वरूप भएकी र आदि शक्ति पनि तिमी, काल स्वरूप पनि तिमी, आदि मध्य अन्त्य पनि तिमी, यस्तै अव्यक्त स्वरूप भएकी हजुर मेरो पूजादेखि प्रसन्न हुनुहोस् भनी अनेक प्रार्थना गरेर प्रसाद झिक्न लागेको बेलामा इन्द्र स्वरूप महादेव टुप्लुक्क पुग्नुभयो। तब पार्वतीले देखेर यथायोग्य सत्कार गरी हे देवराज के कामले आउनुभयो आज्ञा होस् भनिन् र इन्द्र स्वरूप महादेव आज्ञा गर्नुहुन्छ। हे पार्वती तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भएँ। महादेव स्वामी पाउन भनी तिमीले यो व्रत गर्यौ, तर ती महादेव कस्ता छन् भने बौलाहा जस्ता, महानिकृष्ट, नागका गहना लगाएका, बाघको छाला कम्मरमा बेरेका, भूत प्रेत प्रथम गण साथमा लिई बुढो गोरुमा चढेका, दाहिने हातमा डमरू र बायाँ हातमा त्रिशूल लिएका, विष बाङ दतुरो खाई निर्लज्ज झैं डुल्ने र अघोर मूर्ति भई शमशानमा बास गर्ने, तिमी भने यति यस्ती परम सुन्दरी छेउ, यति सुन्दरीलाई त्यस्ता महादेव स्वामी कदापि योग्य छैनन्। म सम्पूर्ण देवताको राजा हुँ, बरु मलाई वर्ण गरी स्वर्गकी रानी भएर अलभ्य सुख भोग गर। यति इन्द्र स्वरूप महादेवले आज्ञा भएको सुनि पार्वती रिसले चुर भई भन्न लागिन्, हे पापिष्ट इन्द्र, मैले यस्तो श्री सुस्तानी परमेश्वरीको व्रत गरेको स्थानमा आएर महादेवको निन्द्रा गर्यौ, म यो सहन सक्दिन, अब म तिमीलाई श्राप दिन्छु भनी श्राप दिन तयार भइन्। र इन्द्र स्वरूप महादेव डराई, हे पार्वती म इन्द्र होइन, तिम्रो चरित्र हेर्न इन्द्रको रूप धारण गरेर आएको हुँ, धन्य तिम्रो भक्ति, तिम्रो तपस्याले म सन्तुष्ट भएँ भनी आफ्नो ज्योति स्वरूपको दर्शन दिनुभयो। पार्वतीले महादेवको दर्शन पाएर मनमा आनन्द मानी साष्टाङ्ग प्रणाम गरी अनि हे जगदीश्वर मैले अनेक व्रत दान यज्ञ जप तप गरे तैपनि हजुरको दर्शन पाइन। आज वैकुण्ठनाथ विष्णुको उपदेशले गर्दा श्री सुस्तानी परमेश्वरीको व्रत प्रभावले हजुरको दर्शन पाएँ। अब सुस्तानी परमेश्वरीको प्रसाद दिन कन्यादान भएको छैन, अर्थात् हजुर मेरो पति बन्नु भएको छैन, कसो गरौँ भने बिन्ती गरिन्। अनि महादेव प्रसन्न भई पार्वती कन्यादान लिन हिमालय पर्वतका घर जानुभयो। हिमालय पर्वतले महादेव आउनु भएको देखि आफ्नी पुत्रीले महादेव स्वामी पाउन लागि भनी बडो हर्ष मानी आफ्नी स्त्री मेनकासित भने, हे प्रिय हामी धन्य रहेछौँ। पार्वतीको कन्यादान लिन स्वयं महादेव आउनुभयो। अब कन्यादानको सामग्री तयार पार भनी हराए अनि वशिष्ठ आदि ऋषि ज्योतिषीहरूलाई डाकी लग्न विचार गरेर अक्षय तृतीयाको दिन लग्न ठहराई सम्पूर्ण देवता ऋषि यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा उपस्थित भई यज्ञमा बसे। ब्रह्माजीले यज्ञ गराउन लाग्नुभयो, अन्य ब्राह्मणहरू वेद पाठ गर्न लागे, अप्सराहरू नाचगान गर्न लागे, देवकन्या यक्षकन्या नागकन्या दैत्यकन्या आदि नाना वस्त्र अलङ्कार पहिरी ऊ भन्दा ऊ राम्री बनी पार्वती कन्यादान दिएको हेर्न लागेका थिए। हिमालयकी पत्नी मेनकाले पनि पार्वतीलाई सुगन्ध लेपन गराई हिरा मोती मणि माणिक्य आदि रत्न जडेका गहना र वस्त्रहरू पहिराई सिंगारी राखेकी थिइन्। त्यस बखत पार्वती भन्दा राम्री तिनै लोकमा कोही पनि देखिएनन्। मङ्गल गीत गरी हातमा जौतेल कुशली हिमालयले पार्वतीको हात समाते, मेनकाले सुवर्णको कलशले जलको धारा दिई कन्यादानको संकल्प पढ्दै गर्दा हिमालयले सोधे, हे ईश्वर यस शुभ लग्नमा म आफ्नी पुत्री कन्यादान दिन तयार छु, हजुरको गोत्र के हो? बिना गोत्रले गरेको काम अधुरो हुन्छ र शुभ कर्मको फल पनि प्राप्त हुँदैन, यस्तो शास्त्रहरूको कथन छ। हिमालयको यस्तो वचन सुनि महादेवले केही पनि उत्तर दिन नसकी लाज मानी अधोमुख गरिरहनु भयो। हिमालयले पनि पार्वतीको हात समाती महादेवको मुखमा हेरिरहे। विष्णु प्रवृत्ति समस्त देवता यक्ष किन्नर गन्धर्व दैत्य नाग आदि कसैले पनि यो यसै हो भन्न सकेनन्। त्यसै मौकामा नारद मुनि सतीदेवीका हाडको यन्त्र बनाई शिव गीत गाउँदै हिमालय कहाँ आइपुगे। उनले सबै कुरा सुनेपछि भने, हे गिरिराज, जो सम्पूर्ण ब्रह्माण्डको सृष्टि स्थिति संहार गर्दछन्, जो अहिले एउटै छन् तापनि आफ्ना मायाले ब्रह्मा विष्णु महेश्वर तीन रूपमा बन्दछन्, आदि पुरुष यिनै हुन्, यिनका माता पिता पनि छैनन्, जात पनि छैन र गोत्र पनि छैन, सर्वव्यापी पनि यिनै, 33 कोटी देवताका माता पिता पनि यिनै, फेरि 14 भुवनमा भएका
समस्त जीवात्माका हृदयमा बास बस्ने पनि नै। अत शङ्का नमानी जगदीश्वर महादेवलाई पार्वती कन्यादान देऊ। नारद मुनिले यति भनेको सुनि सम्पूर्ण देवता यक्ष गन्धर्व किन्नर नागा आदिले नारद मुनिले सत्य भने भन्दै समर्थन गरे। अनि हिमालयले महादेवलाई पार्वती कन्यादान दिए। पार्वतीले महादेवको गलामा फुलको माला पहिराइन् र 3 पल्ट प्रदक्षिणा गरी पाहुमा डोगिन्। हिमालयले पनि आएका जति सबै देवता यक्ष गन्धर्व किन्नर दैत्य नाग आदिलाई भोजन गराई यथायोग्य दक्षिणा दिए। त्यसपछि सबैले हिमालयसित भने, हे हिमालय, तिमी धन्य रहेछौ, तिमी चाहिँ भाग्यमानी, 7 द्वीप नवखण्डमा पनि हुन दुर्लभ छ। तिमीले संसारमा जन्म लिएको सफल भयो, किनभने जुन जगदीश्वर महादेवलाई कठोर तपस्याले पनि दर्शन गर्न पाउन्नन्, उनैलाई ज्वाइँको रूपमा पायौ, हामी कृतार्थ भयौं। अब विदा पाए आफ्ना आफ्ना आश्रममा जाने थियौं। निमन्त्रणामा आएका सबैले यति भनेपछि हिमालयले आदरपूर्वक सबैलाई विदा दिनुभयो र सबै आफ्ना आश्रममा जाँदा भए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानि व्रत कथायां पार्वती विवाह वर्णनम नाम 13 अध्यायः। सबैजना भक्तहरूले हातमा पुष्पाञ्जली लिनुहोस्। अथ पुष्पाञ्जली। उपनयतु मङ्गलं वः सकल जगन् मङ्गलालय श्रीमन् दीनकर किरण निबोधित नवनलीन दल निवेक्षण कृष्णः काले वर्षन्तु पर्जन्या पृथिवी सस्यशालिनी देशोऽयं क्षवरहितो ब्रह्मणा सन्तु निर्भयाः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सदनाः सन्तु जीवन्तु शरदां शतां तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतो द्वारकथा प्रसंग या कुन्देन्तु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिरे देवैः सदा वन्दिता श्यामां पातु सरस्वतीं भगवती निःशेषजाड्यापहाम् ॐ कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्।